कस्तो लाग्यो त यो कहाँ हो यो थाहा छ यो कहाँ हो यो अरु कस्तो लाग्यो चिजले बोल्दा कस्तो यो मोबाइलको किराहरूलाई पहलाउने एउटा उपाय हिँडाएर यिनीहरूलाई म आज सरप्राइज दिएर लिएर हिँडेको छु कहाँ पुग्छौँ साबु हिँड्नु सकेन हो किन बिस्तारै हिँड्छ त नि हजुर एकछिनमा थाक्छ भनेर अहिले बिस्तारै हिँडेको त्यो फड्को मारेछ अगाडि त्यो नटेकै हिँड आमाको शिशु चाहिरहेछ मेरो साथमा यी 4 जना केटाकेटी छन् हाम्रो यात्रा पर यो भोरले झर्नासम्म छ तीनजना अलि अगाडि छन् यी भाइ अलि त्यो नचलाइसु त सुसु गइसक्यो छिटो त्यसरी बाटोमा फुल देख्नु हुँदैन मान्छे दशैंको यात्रा यो भोरले हो अब हामी झर्ना पुग्न लाग्यौँ उनीहरू पर देखेको घर चाहिँ भोरले हो मोबाइल खेलेर हरुक्कै बनाएर यो भाइ मेरो भाइको छोरा हो मेरो छोरा उता सालीको छोरा यहाँ लिएर हिँडेको यिनीहरू कुकुर टोक्छ है सुरु छेउ जाने होइन है भित्ता हेर्नु त्यो झर्ना भन्ने झर्नु थाले त्यही राख हो त्यो एकछिन वेट गर एकछिन आराम गर एकछिन आराम गर न आएर गएर एकछिन फेरि चढेँ माथि तल फेरि फुत्तै जान्छ फेरि उता भित्तामा जाऊ फेरि गयो उतातिर हामी भोरले झर्न आइपुग्यौँ अब स्पेसल्ली यो भाइ बाबु नानीहरूलाई कहाँ समातेको त अनि तिमीलाई सिस्नु भन्ने थाहा थिएन कहाँ पल्ट त्यस्तो धेरै रगड्नु हुँदैन ल अनि फोटो खिचा यसरी कस्तो लाग्यो पहिलो लटमा किन फेरि गर्ने अझै फेरि उता होइन यता होइन यता होइन ओइ 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 यता भित्तापट्टि के भयो साइमो खुट्टा जाडो भयो अब भयो अब जाउँ हो तिमी सक्दैन खुट्टा दुख्यो होला तिम्रो भित्ता जाऊ
छेउबाट होइन है। ब्याक ब्याक ब्याक। ओइ लाऊ लाऊ भयो भयो ल। ओइ छेउमा जाने होइन। ल अब जाने भयो ल है त अब भयो ल। ल छिटो बाटो छोड्देऊ। अब भयो ल भयो होइन अब ल भयो ल जाउँ ल छिटो आऊ छिटो छिटो। साइबुलाई नि भयो किन खुट्टा हिँड्न नजानेको खुट्टा दुख ल छिटो आऊ।